शिशिर त बसन्तेको घरमा थर्काउन आएको होइन, थर्काउन आएको होइन, पेल्न आएको होइन, ठेल्न आएको होइन, झेलझाल गर्न पनि आएको हुन सक्छ यो तरिकाले। दर्शकवृन्द नमस्कार, म चाहिँ सहरिया बुहारी सिरियलको बसन्ते। विशेष गरी धेरै दर्शक श्रोताहरूले मलाई बसन्ते भनेर पनि चिन्दै आउनु भएको छ। दर्शकवृन्द विशेष गरी म चाहिँ सहरिया बुहारी सिरियलको बारेमा विभिन्न खालका अनि महत्त्वपूर्ण जानकारीहरू लिएर आउने गर्दछु सोमबार र बिहीबारको दिन। दर्शकवृन्द विशेष गरी सहरिया बुहारी सिरियलका ती विशेष जानकारीहरू लिएर आउने क्रममा आज बिहीबारको दिन हो। बिहीबारको दिन भएकै कारणले गर्दाखेरि विशेष गरी आज चाहिँ सहरिया बुहारी सिरियलको 120 भाग आउने दिन। सहरिया बुहारी सिरियलको यस 120 भाग धेरै भगवान रूपी दर्शक श्रोताले त हेरिसक्नु भएको छ। यदि हेर्नु भएको छैन भने सञ्जीवनी इन्टरटेनमेन्टको युट्युब च्यानलमा गएर अथवा युट्युबमा गएर सहरिया बुहारी 120 भाग सर्च गरेर पनि हेर्न सक्नुहुनेछ। विशेष गरी हाम्रा भगवान रूपी दर्शक श्रोताहरूले धेरैभन्दा धेरै माया गरेर धेरैभन्दा धेरै मन पराउनु भएर अनि हामीलाई धेरैभन्दा धेरै हौसला दिनुभएकै कारणले गर्दाखेरि सहरिया बुहारी सिरियल निरन्तर रूपमा हप्ताको एक पटक आइरहेको छ। अझै पनि भगवान रूपी दर्शक श्रोताहरूको यस्तै माया पाउने धेरैभन्दा धेरै अपेक्षा राखेका छौँ। विशेष गरी आज चाहिँ म यो सहरिया बुहारी सिरियलको विशेष जानकारीमूलक भिडियो सँगसँगै केही महत्त्वपूर्ण जानकारीहरू लिएर आउँदै गर्दाखेरि आज चाहिँ मैले के कुराहरू लिएर आएको छु यो भिडियो मार्फत के भन्नेछु। सुरुमा यतातिर लागौँ। आज म यो भिडियो मार्फत कुराकानी गर्नेछु। सुरुमा चाहिँ सहरिया बुहारी सिरियलको 120 भागको बारेमा छोटो रिभ्यू भन्नेछु, 120 भागको बारेमा छोटो चर्चा गर्नेछु। त्यस पछाडि सहरिया बुहारी सिरियलका आगामी अङ्कहरू कसरी अगाडि बढ्लान्, विशेष जुन कथावस्तुहरू कसरी अगाडि जालान्, त्यस्तै गरी जुन पछिल्लो समयमा चाहिँ शिशिरले आफ्नो घर छोडेर हिँडेको छ, अब शिशिर कहाँ जाला, के गर्ला, बसन्तेसँग अनि बसन्तेको घर परिवारसँग मिलेर बस्ला या नबस्ला, अनि बसन्तेको आमा अब बसन्तेको घरमा आएर सँगै बस्लान् या नबस्लान्, यी यावत सबै कुराहरू चर्चा गर्दै जानेछु। सँगसँगै धेरै भगवान रूपी दर्शक श्रोताहरूले दिनुभएका सल्लाह सुझाव अनि प्रतिक्रियाहरूलाई पनि खोतल्दै जानेछु। भिडियोलाई अन्तिमसम्म हेर्दै जानु होला। दर्शकवृन्द सुरुवात गरौँ सहरिया बुहारी सिरियलको 120 भागको छोटो रिभ्यू मार्फत। विशेष गरी सहरिया बुहारी सिरियलको 120 भाग चाहिँ धेरै दर्शक श्रोताहरूले त हेरिसक्नु भएको छ। हेरिसकेपछि पनि धेरै भगवान रूपी दर्शक श्रोताहरूले त बुझिसक्नु भएको छ। केही नबुझेका त्यस्ता कथावस्तुहरूलाई चाहिँ म छोटो रिभ्यू मार्फत जुन बुझाउने कोसिस गर्छु हाम्रा प्यारा भगवान रूपी दर्शक श्रोताहरूलाई। सहरिया बुहारी सिरियलको 120 भागमा के भएको छ त भन्दै गर्दाखेरि विशेष गरी शिशिरको विषयमा जुन विषयवस्तुहरू शिशिरतिर गएको छ। शिशिर चाहिँ आफ्नो घर छोडेर हिँडेको, घर छोडेर हिँडिसकेपछि बसन्तेको घरमा आएको छ। बसन्तेको घरमा उसले अंश खोज्दै आएको छ। उसले आफ्नो जन्मदिनी बाउले छोडेर गएको अंश मलाई पनि चाहियो, अब म ठुलो भएँ, ठुलो भइसकेपछि मलाई अंश जसरी पनि चाहिन्छ, म अब अंशको हकदार भौँ, अंशको दावेदार गर्न जुन दावा गर्न आएको हुँ भनेर बसन्तेको घरमा आएको छ शिशिर। अब बसन्तेले शिशिरलाई अंश दिन्छ कि दिँदैन, यहाँनिर छ कुरो। अब बसन्तेले सजिलैसँग शिशिरलाई अंश दिएर ल त अंश दिन्छु, त छुट्टिएर बस, छुट्टै घर बनाएर बस भन्यो भने शिशिरले के गर्ला, बस्ला त? उसको त विवाह पनि भएको छैन। उसले यदि राम्रोसँग सोचेर विचार पुर्याएर सबै कुराहरू यदि ऊ बुझ कि राम्रो थियो भने उसले अहिलेसम्म जुन जन्मदिने बाउआमाले जस्तै 1 वर्षको उमेरदेखि यहाँसम्म आउँदै गर्दाखेरि पाल्ने ताल्ने हुर्काउने गुमुत हरेक कुराहरू गरेर त्यसरी पाल्दै आएका दाइ भाउजूलाई यसरी चटक्कै छोडेर हिँड्नु भनेको शिशिरको सबैभन्दा ठुलो गल्ती हो। बसन्ते यहाँनिर रिसाएको छ। बसन्ते शिशिरसँग किन रिसाएको छ, किन रिसाएको, भाइ हो, भाइलाई चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने खालका त्यस्ता कुराहरू आउला, नआउने होइनन्। तर बसन्ते किन रिसाएको छ त भन्दै गर्दाखेरि जननी जन्मभूमिश्च स्वर्गदपि गरिएसी भन्ने एउटा जुन छ नि श्लोक छ नि, त्यही श्लोक अनुसार चाहिँ आफ्नो जननी भनेको चाहिँ आफूलाई जन्म दिने जन्मदाता, त्यस्तै गरी जन्मभूमि स्वर्गभन्दा प्यारो छ भन्न खोजिएको। त्यसै गरी आफ्ना जन्मदाता जुन उसका दाइ भाउजू नभए पनि जसरी जन्मदाताले शिशिरलाई जुन माया दया दिएर चाहिँ हुर्काउनु पर्ने थियो त्यसरी नै माया दया दिएर हुर्काउँदै आएका थिए उसका दाइ भाउजूले। तर उसले अहिले पछिल्लो समयमा आएर दाइ भाउजूको चटक्कै माया मारेर हिँड्यो। ऊ किन हिँड्यो, केका लागि हिँड्यो, कसैले उचालेर हो कि अथवा कसैले केही भनेर हो त्यो केही पनि थाहा छैन। तर ऊ हिँड्यो, घरबाट झोला बोकेर हिँड्यो। घरबाट जुन योभन्दा अगाडि 119 भागमा हिँडेको थियो, 119 भागमा हिँडिसकेपछि अब शिशिर कहाँ जाला त भन्ने खालका केही प्रश्नहरू उठेका थिए। जुन 120 भागका लागि 120 भागमा बसन्तेको घरमा आएको छ। बसन्तेको घरमा आइसकेपछि पनि उसले चाहिँ के गरे आयो, किन यस्तो गरे आयो मैले बुझ्नै सकेको छैन। उसले चाहिँ भाउजूलाई चिया खान मन लाग्यो भन्छ, घरमा चिनी छैन भन्दा पनि जबरजस्ती मलाई पैसा ल्याउनुहोस्, पैसा दिनुहोस् र म किनेर ल्याउँछु भन्छ। दिउँसो म गएर ल्याउँछु, बाबु नुन तेल पनि सकिएको छ घरमा, सबै चिजहरू ल्याउन छ, एकैचोटि म गएर सबै कुरा सम्झेर ल्याउँछु भनेर रिताले भन्दाखेरि उसले के भन्छ,
उसले भन्छ मलाई चिया खान अहिले मन लागेको छ, तपाईँले दिउँसो चिनी ल्याएर पकाएर खानिदिएर हुन्छ भनेर थर्काउँछ। शिशिर त बसन्तेको घरमा थर्काउन आएको होइन, थर्काउन आएको होइन, पेल्न आएको होइन, ठेल्न आएको होइन, झेलझाल गर्न पनि आएको हुनसक्छ यो तरिकाले त। किनभने जब एउटा घर परिवारको सदस्य भइसकेपछि त्यो परिवारमा के कस्ता समस्याहरू छन्, के कस्ता दुःखहरू छन्, कस्तो कस्तो समस्याबाट जुनबाट गुज्रिरहनु परेको छ, ती समस्याहरूलाई बुझ्न सक्ने भनेको परिवारको एउटा सच्चा सदस्य हुन्छ। यदि आफ्नो घर परिवारभित्रकै समस्या बुझ्न नसक्ने परिवारको त्यो सदस्य भनेको त्यो सदस्य हुँदैन, त्यो एउटा नालायकीपन हुन्छ, जुन अहिले पछिल्लो समयमा शिशिरले देखाएको छ। शिशिरले ल ठिक छ, उसलाई जन्म दिने आमालाई आफूसँगै ल्याएर राख्न मन लाग्यो, यो कुरा त बसन्तेलाई पनि मन लागेको छ, काकालाई मन लागेको छ या छैन। काका भन्नाले हाम्रो अहिले जुन पछिल्लो समयमा त ती हाम्रा दाइ रहेछन्, अहिले अन्तिममा आएर सबै कुराहरू छताछुल्ल भइसकेपछि थाहा भयो, ती दाइलाई आफ्नो जन्म दिने आमालाई ल्याएर राख्न अनि यतैतिर सँगै बुढेसकालको हेरचाह गर्न मन छ या छैन त्यो कुरा थाहा छैन। तर बसन्तेले त म स्वयं बसन्ते भएको कारणले गर्दाखेरि आफूलाई जन्म दिने जन्मदाता जस्तोसुकै भए पनि जेसुकै भए पनि जन्मदाता भनेको 9 महिनासम्म कोखमा राखेको सँगसँगै 10 धारा दुध खुवाएका ती भाडाहरू हामीहरूले कहिले पनि तिर्न सकिँदैन जन्म दिने आमाको। त्यो कारणले गर्दाखेरि पनि बसन्तेलाई ल्याउने मन छ, ल्याउने सुर गर्छ बसन्तेले। तर शिशिरले एकलौटी निर्णय गरेर मैले आमालाई ल्याउँछु, मैले आमालाई पाल्छु, मैले आमालाई जसरी भए पनि यहाँ ल्याएर राख्छु, अब मलाई दाइ चाहिँदैनन्, भाउजू चाहिँदैनन्, कोही पनि चाहिँदैनन् भनेर शिशिर एकदमै आफ्नो मात्रै कुरा गरेर आफै जान्ने, आफै बुझ्ने, आफै सुन्ने भएर आजसम्म त्यसरी माया गर्दै आएका दाइ भाउजूको साथ छोडेर अहिले बसन्तेको घरमा आएको छ। बसन्तेको घरमा आएर पनि दाइ म आएँ, अब हामी मिलेर बस्नुपर्छ, हामी दुई भाइ भएर राम्रो गर्नुपर्छ, प्रगति गर्नुपर्छ, प्रगति गरेर यो समाजलाई देखाउनुपर्छ। आजसम्म हामीहरूको खुट्टा तान्नेहरूको विरुद्ध हामीहरू चाहिँ उठ्नुपर्छ, लड्नुपर्छ, हिँड्नुपर्छ, सिर ठाडो पार्नुपर्छ भनेर भन्नुको सट्टा शिशिर आएर त्यहाँनिर म सम्पत्तिको दाबी गर्न आएको हुँ, अब म ठुलो भएँ, आफूलाई जन्म दिने बाउले छोडेर गएको सम्पत्तिको हकदार म पनि हुन्छु भनेर भन्छ। त सम्पत्ति माग्न आएको हो शिशिर भनेर बसन्तेले सोद्धाखेरि शिशिरले के भनेको छ, माग्न आएको होइन, मैले आफ्नो अधिकार पाउन आएको हुँ, यस्तो जवाफ आउँछ। अब यो जवाफ आइसकेपछि यस पछाडिका कुराहरू चाहिँ के होला त, शिशिरले के गर्ला, चिनी किन्न भनेर गएको छ, उतै हराएको छ। 20औं भाग पुग्दै गर्दाखेरि 20 भागको चाहिँ धेरै अगाडि चिनी किन्न गएको मान्छे उतै हरायो, के थाहा उतैबाट बिहे गरेर पो टाप कस्यायो कि सहरतिर अथवा कहाँ गएको त केही अत्तो छैन। किनभने ऊ चिनी लिन गएको मान्छे हरायो, बेपत्ता भयो। यो 21 भागको प्रश्न हो। विशेष गरी आगामी दिनमा सहरीय बुहारी सिरियल कस्तो आउला, जुन कस्ता कथावस्तुहरू चाहिँ समावेश होलान् भन्ने खालका कुराहरू गर्दै गर्दाखेरि रिभ्यू सँगसँगै मैले विशेष गरी आगामी अङ्कको विषयमा पनि थोरै धेरै छोटो मिठो तरिकाले चाहिँ जानकारी गरेर आएको हुन्छु। यो भनेको 21 भागको लागि चाहिँ प्रश्न हो। 21 भागको लागि प्रश्न के हो त भन्दै गर्दाखेरि शिशिर गएको छ, कहाँ गएको छ, त चिनी किन्न जान्छु भनेर घरबाट पैसा लिएर हिँड्यो, रिताको सबै त्यो पटुकीमा राखेको पैसा जति सबै ख्वात्तै निकालेर रिताले सबै दिन। रिताले त्यो पैसा केका लागि राखेको थिइन् त भन्दै गर्दाखेरि दिउँसो बजारतिर जाम्ला, घरमा नुन तेल सबै चिज सकिएको छ, ती सकिएका चिजहरू ल्याम्ला भनेर बिचरीले पटुकीमा पोको पारेर राखेको पैसा शिशिरले जबरजस्ती म चिनी किन्न जान्छु दिनुस् भनिसकेपछि बिचरीले निकालेर दिएकै छैन। अनि त्यो पैसा लिएर ऊ टाप कसेको छ, कहाँ गयो, चिनी लिएर आएको छैन घरमा। तर ऊ कहाँ गएको हो, के थाहा कतै गएर डेटिङ पो बस्न गएको हो कि कसैले उचालेर, सायद ऊ डेटिङ बस्नेवालीले उचालेर हेर्नुहोस् तपाईँले चाहिँ अब घर परिवारसँग लफडा गर्नुहोस्, सम्पत्ति माग्नुहोस्, तपाईँ हामी चाहिँ मिलेर बस्नुपर्छ, छुट्टिएर बस्नुपर्छ, कसैसँग मिलेर यो संसारमा केही काम छैन भनेर चाहिँ उसको त्यो डेटिङवालीले उचालेको पनि त हुनसक्छ। त्यसरी त्यही भएर कहिलेकाहीँ चाहिँ यसरी चाहिँ त्यसको यो जुन यो चन्डीका रङ, यो यहाँनिरको रङ हुन्छ नि, यिनी ठाडो भएको पनि त हुनसक्छ। अहिले पछिल्लो समयमा यो कथावस्तुको आधारमा शिशिरलाई देखिसकेपछि रिस उठेको छ। किनभने शिशिरले यति कुरा बुझ्नुपर्ने थियो, जब उसलाई जन्म दिने आमाले 1 वर्षको उमेरमा आफ्नो बाउको कारणले गर्दाखेरि छोडेर जान बाध्य भएकी थिइन्। उसको आमाले जुन आफ्ना छोरा बुहारीको काखमा छोडेर ल यसलाई आफ्नो सन्तान स्वरूप, आफ्नो सन्तान सरह मानेर सन्तानलाई जस्तै माया दिएर हुर्काउनु, बढाउनु, ठुलो गराउनु, पढाउनु भनेर आमाले छोडेर गएकी थिइन्। 1 वर्षको उमेरदेखि अहिले 20औं वर्ष पुग्दासम्म 19 वर्षसम्म त्यसरी आफ्नो सन्तानलाई जस्तै गरी हुर्काएर राखेका ती दाइ भाउजूलाई छोडेर जाँदै गर्दाखेरि शिशिरलाई कति नमजा लागेको। मजा अलिअलि एकदमै उसलाई मजा लागेको होला, तर मजा नलाग्ने भनेको यहाँ दाइ भाउजूलाई हो। बिचरा
राधाको अवस्था हेर्नुहुन्छ भने शिशिर घरमा नभइसकेपछि सुनसान लागेको छ, दिउँसै अन्धकार लागेको छ, त्यो एउटा घर जुन ओढार जस्तो लागेको छ। उनलाई घरै आउन मन छैन, सकेसम्म बाहिरै बस्न पाए हुन्थ्यो। घरमा गए भने शिशिरको याद आउँछ, कतैबाट आएर आमा अथवा भाउजू भनेर बोलाउँछ कि जस्तो लाग्दो रहेछ राधालाई। त्यो कारणले गर्दाखेरि राधा एकदमै चिन्तित छिन्, दुखित छिन्। र शिशिरलाई मैले यहाँबाट पनि भन्न चाहन्छु कि शिशिर जन्म दिने आमा जस्तै छन् ती दाइ भाउजू। दाइ भाउजूले माया गरेर जसरी भए पनि घर फर्किनु पर्यो। चिनी किन्न गएको मान्छे यसरी हराउनु भएन भनेर भन्न चाहन्छु मैले शिशिरलाई। यो सँगसँगै सहरिया बुहारी सिरियलमा चाहिँ यस्तै कथावस्तुहरू धेरै छन् र चाहिँ थोरै म रिताको बारेमा पनि जानकारी गराउन चाहन्छु। जुन त्यो चिनी किन्न जाँदाखेरिका पैसाको विषयमा थोरै यहाँनिर मैले अगाडि बढाउन सकिनँ, किनभने कुरा अर्कोतिर मोडिँदै गइसकेपछि। जुन रिताले अहिलेसम्म घरमा सौतेनी आमा, ती पापिनी सौतेनी आमाले छोडेर गइसकेपछि बसन्तीको ती पापिनी सौतेनी आमाले यति धेरै समस्यामा पारेर छोडेर गएकी छिन् कि अहिले बसन्तेलाई जबरजस्ती विवाह गराइदिएर मधुसँग गहिरो प्रेम सम्बन्ध छ भन्ने कुरा थाहा हुँदै जबरजस्ती रितासँग विवाह गराइदिएर दुई जनाको जिन्दगी बर्बाद पारेर सौतेनी आमा र ती मामा बनाउँदा बेपत्ता भएका छन्। ती बेपत्ता भएका मान्छेहरू कहाँ भेटिएलान् भनेर अब सूचना टास्न बाँकी छ। उनीहरू बेपत्ता भइसके, कहाँ गए केही अत्तो छैन। दुईजनाको जिन्दगी बर्बाद पारेर अन्धकार गराएर उनीहरू भागेका छन्। यो अवस्थामा गइसकेपछि रिता बिचरीले आफ्नो माइतमा पेवा बनाएर आउँदै गरेका, ती माइतमा बस्दै गर्दाखेरि टिका लागेका हुन्छन् अथवा कसैले दिएका हुन्छन्, ती पैसा जम्मा गरेर राखेका पैसाहरू अहिले घर खर्च चलाउँदै आएकी छिन्। त्यही घर खर्च शिशिरले मागेर गयो। रिताले त घरमा नुन तेल यताउता ल्याम्ला, चामलहरू ल्याम्ला, रासन पानी ल्याम्ला भनेर राखेको पैसा थियो। तर शिशिरले चिनी किन्न जान्छु भनेर गयो। अब उसले चिनी किन्न गएको कि डेटिङ बस्न गएको त्यो थाहा छैन, तर पैसा लिएर चाहिँ ऊ हिँडो। कति दुःखसित, कति सोचेर, कति विचार पुर्याएर राखेको पैसा थियो। यसरी लिएर जाँदाखेरि पनि समस्या त पक्कै हुन्छ, गाह्रो त हुन्छ रितालाई। यो एकदमै समस्यामा पर्ने, जुन समस्यामा पर्दै गरेको घर परिवारलाई हरेक घर परिवारका सदस्यले बुझ्नुपर्छ। आफ्नो घर परिवारमा के कस्ता समस्याहरू छन्, ती समस्यालाई सधैँभरि जुन घर परिवारभित्रको मान्छेले नबुझेर बाहिरको मान्छेले कसैले बुझ्दैन भनेर एउटा यो कथावस्तु मार्फत सन्देश देखाउन खोजिएको हो। त्यो कारणले गर्दाखेरि पनि आदरणीय हाम्रा भगवान रूपी दर्शक श्रोताहरूले एकदमै हाम्रा भगवान रूपी दर्शक श्रोताहरू बुझ्ने हुनुहुन्छ। तर पनि कुनै त्यस्तो कुना काप्चामा चाहिँ आफ्नो घर परिवारभित्रको समस्या नबुझिदिने जो कोही भए पनि हाम्रो यो कथावस्तु मार्फत चाहिँ हामीहरूले यसो गर्दाखेरि चाहिँ हाम्रो घर परिवारको अभिभावकमा यस्तो किसिमको समस्या पर्दो रहेछ, यस्तो किसिमको तनाव हुँदो रहेछ भनेर त्यो कुरालाई चाहिँ सदाको लागि चाहिँ अन्त्य गरेर सबै घर परिवार मिलेर बस्नुपर्छ भन्ने हाम्रो यो एउटा सिरियलको पछिल्लो समय 120 भागको सिरियलको कथावस्तुको आशय हो। अब यो आशय सँगसँगै सहरिया बुहारी सिरियलको आगामी दिनमा चाहिँ यही अनुरूप जुन कथावस्तुहरू अगाडि बढ्दै जानेछन्, जुन कथावस्तुहरू केही तोडमोड हुन सक्लान्, केही होलान्, त्यसका लागि चाहिँ हाम्रा भगवान रूपी दर्शक श्रोताहरूले दिनुभएका सल्लाह सुझाव अनि प्रतिक्रियाहरूले हामीहरूले सधैँभरि निहाल्दै अगाडि बढेका छौँ। सँगसँगै आगामी दिनमा पनि सहरिया बुहारी सिरियल कस्तो भइदिएर आओस्, कस्ता कथावस्तुहरू समावेश हुँदै आओस्, यो सँगसँगै केही हाम्रा दर्शक श्रोताहरूले चाहिँ जुन हाम्रा जुन पात्रहरू, सिरियलभित्रका पात्रहरूको विषयमा यो कसरी भयो, यो किन भयो, कहाँबाट कसरी भएको, यो पात्र चाहिँ कहाँबाट कसरी निस्केको भन्ने खालका त्यस्ता केही तपाईँहरू समक्ष प्रश्नहरू छन् भने पनि सन्तोष पौडेल अफिसियल मार्फत ती प्रश्नहरू गर्न सक्नुहुनेछ। ती प्रश्नहरूको जवाफ मैले यहाँनिर यस्तो हो, यहाँनिरबाट चाहिँ यो पात्र यहाँबाट यसरी आएको हो भनेर जस्ताको तस्तै हाम्रा भगवान रूपी दर्शक श्रोताहरूलाई बुझाउने कोसिस गर्नेछु। सँगसँगै सहरिया बुहारी सिरियललाई धेरै माया गर्दै आउनु भएको छ, सधैँभरि यसरी माया गर्दै जानु होला। जुन आगामी सोमबारको दिन फेरि पनि सहरिया बुहारी सिरियलको विशेष जानकारी सँगसँगै सहरिया बुहारी सिरियलको 121 भाग चाहिँ कस्तो आउला त यो विषयमा चर्चा गर्ने बाचा गर्दै आजको यो छोटो भिडियोबाट म बसन्ते बिदा हुनुपर्ने हुन्छ। त्योभन्दा अगाडि फेरि पनि भन्छु, सहरिया बुहारी सिरियलको 120 भाग आइसकेको छ। हेरिसक्नु भएको छ भने पनि फेरि एकचोटि गएर हेर्नु होला। सबै कथावस्तुहरू बुझिसकेपछि आगामी बिहिबार जुन आजको ठ्याक्कै एक हप्तापछि सहरिया बुहारी सिरियलको बिहिबारको दिन बेलुका ठिक 7:30 बजे आउँछ। 121 भाग चाहिँ अब यस्तो किसिमको आउँछ है भनेर तपाईँहरूको पनि थोरै माइन्ड मेकअप हुँदै गर्छ। तबसम्म चाहिँ सहरिया बुहारी सिरियललाई दोहोऱ्याएर हेर्दै गर्नु होला। धेरै अझै जुन हाम्रा भगवान रूपी दर्शक श्रोताहरू समक्ष पुर्याउनका लागि सहरिया बुहारी सिरियललाई सामाजिक सञ्जालका विभिन्न माध्यमहरूबाट चाहिँ सेयर गरेर सबै समक्ष पुर्याएर पनि सहयोग गरिदिनु होला भनेर भन्न चाहन्छु। यो भन्दै आजको यो छोटो भिडियोबाट म बसन्ते बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, सबैको जय होस्।